मैले सुर्ती खाछु भन्दैछु तँ खान्छ जान्यो रक्सी आज न्यू भ्लग आउँदैन आज ड्याडीको आउँछ उसमा भिडियोहरू मिनी भ्लग मिनी भ्लग पनि आउँछ बाबाको आउँछ रे र मिनी भ्लग भर्खरै आउँछ ल त्यो पोस्ट गरेर जान्छु म मगर इज हामी इज अलवेज दामी अरे मगर मगर हामी मगर धामी सबैजना हामी जो छौँ त्यहाँनिर हामी सबै छोरी भन्दा आमा तरुनी अरे लिपस्टिक पाउडरले लान्छ क्यारी घुमाउन झिल्की ड्राइभरले भोलि हान्ने होइन नमस्ते हजुर नमस्ते 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 सासु भन्दा आमा त बुहारी भन्दा सासु तरुनी लिपस्टिक पाउडरले लान्छ क्यारी घुमाउन झिल्के ड्राइभरले के अरे हाई भाउजू रे हाई त्यही माथि म्यागीको रे म्यागीको मैले त बुझेन हजुर म्याग्दीको भनेको होला म्यागीको भन्नु खोजेको होला म्यागी भन्नुभएको छ म्यागी पनि छ मगर इज दामी 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 इज हामी प्र्याङ्क खतरा लाग्यो तपाईँहरूको रे त्यही त है अब बाबालाई प्र्याङ्क गर्न लाग्यो म मम्मी बुढा मिलेर बाबालाई प्र्याङ्क गर्न के अरे गर्नको लागि हामी प्लान गरेर Which one you want? Which one? ल जाम अब रेडीमा जानकी कहिले जाने हो र लो Versace, Schwabaj, Gucci. This is Chanel. This is not Chanel, this is Chanel. भरे देखाइदिनु Chanel. 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 Chanel भनेर एउटा चाहिँ भाइरल भएको थियो त Chanel. बाबुले त चिन्छ नि This is Polo. This is Polo, man. पोलो सरी पोलो त मेरै छ घरमा पोलो लायो भने सोलो हुन्छ के तर पोलो लाउनु Versace. भर्स्याक भन्छ त्यसलाई हामी हेरे यिनीहरू बाबु छोराले त्यहाँ पर्फिङ रोज खान त्यही छक्कै परेर हेरेको छौँ अरे कि मेरो चाहिँ नि मेरो चाहिँ घरमा कतिवटा पर्फ्युम छ भन्ने कुरा ब्रान्डेड है यो चाहिँ ल्याक हात्तीहरू आज के अरे आज पनि फेरि समात्न आउने भने त फेरि डेन्जर हुन्छ लेट्स गो नाउ बाबाले वी आर गेटिङ लेट आमालाई उठ गरेर उसको आमा कहानी भनेको तपाईँको आमालाई होला नि बाबाले त्यही मेजो मेरो पल्टनको भाइ रहेछ अरे ए ओके छ त कुन नाम के रे उहाँको फेरि माथि गयो भने ए तपाईँको त्यो आफ्नो नै भने त अनुभव भोगाइ नभएर कसै ठाउँ आफ्नो आमाको बाबा हेर्दै हामीलाई भन्ने नगर्नु न भाइ राम्रै आन्टी अरे मम्मी थ्याङ्क यू मेजो छोटी खै रे मेजो छोटी पनि सबै यहाँ हुनुहुन्छ छि कस्तो कस्तो बोलेकोलाई एउटा न एउटा आउने के बुहारीले छोरा सासूले छोरी जन्माए दामी हुन्थ्यो होला है हामीले अरे ए अब त यस्तो होला नि अब हाम्रो छोराछोरी पाएर हाम्रो छोराछोरीले हामीले सबै गीता को पार्ने 5वटा जन्माउँछु 3टा मात्रै छ 5वटा जन्माउँछु अनि 5 पाण्डव जन्माउँछु होइन बारे के एउटा के रे फुटबल त्यो उसको टिम नै होला नि अलि बढी अलि थोरै भयो फुटबल टिम पुरा गर्ने होला भोट फर घन्टी भयो के भोट फर घन्टी खै के भनेको मैले पनि बुझेन त्यो रासोपाको भनेको झोरले पातको के भन्नु खोजेको आन्टी बिग फ्यान अरे थ्याङ्क यू मेरो बाबु नानीहरूलाई सबैजनालाई कति मन भयो हजुरको बेबी अरे कसको बेबी हजुर मम्मी कति मन भयो र के बेबी कति मन भयो अरे खोइ बेबी हजुरको पेटमा कति मन भयो अरे अघि त्यहाँ कुरा गरेको नि त त्यहाँ के अरे अब पाउँछु बाबाले पाउँछु भनेको बुहारीले भन्दा 1 महिना पछि हो लेट्स गो न याद गर्नु होला मेरो त बिहान सधैँ पाउँछु हातखुट्टा छैन के बङ्लाङ पुग्नु पल्टिन्छ भात चिन्छ पाउनु बित्तिकै अनि बोजू कहिलेको गेम भाइहरू केपी अरे दोना थापाको लाइभ हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई नमस्ते भन्न चाहे फागुन घन्टी बाबु यो झज्जा उडेको रहेछ नि त निकाल्दा हैरान भइसक्यो त्यो के भन्नु स्टाइल बाबालाई बोल्यो भनेको
I'll give the reply. No. No. परा मुखेभरि बाघले बाख्रा खाँदै होला नि खाएपछि मात्र थाहा हुन्छ यो नमस्ते आन्टी अरे नमस्ते नमस्ते हामीले पनि यसरी मैले दसौला जोडेर नमस्ते पोर्चुगलको हजुर हो पोर्चुगल खाउन हो राम्ररी खानु न अब त्यो दाँतमा कालो लगाएको अब मैले मकै खाएर हो नि त खुल्ला गर्नुपर्छ नि अब खुल्ला गर्छु जम्के यो डाकुले थाप्यो क्वालिटी बाबु राम्रो हो हो बाबा म खाएर गाइस घन्टीको समर्थन घन्टी सन्टी अब हामीलाई थाहा आएन हामी राजनीति बुझ्दैनौँ तपाईँहरूले घन्टी म्याग्दी भन्नुभएको रहेछ म्याग्दी प्लिज दिदी मेरो नेम लिनु न हाङ्कु लामा रे हाङ्गु लामा हाँगु लामा लभ यु भ्रकाउँदैन आज 1600 जनामा कसलाई थाहा छ हाम्रो नयाँ अञ्चलको नयाँ क्रिमी कलर आएको छ हजुरहरूलाई कति कस्तो लाग्यो फोकस होस् के गिफ्ट दिए के अञ्चलको चाहिँ बाबा नखाउँ एकछिन फोटो खिच्नलाई गिफ्ट दिए फर एभर पोर्चुगलको लाउनु न रातिमा नाइट भिजन गर्छ ल यहाँ छु त ओए है तर कान्छीमा आउनुहुन्छ कि आज त हेर है तिम्रो कान्छी सासू के हो बाउले त कान्छी सासू ल्याउँछन् जस्तो छ त यो गर 50वटा लाइनमा आए पनि मेरो डायमन्ड नै हो त्यस्तो म उयो होइन नि त धोकेबाज चिटर त्यस्तो म होइन हो त नि अरे कादामा किन नभन्नु मलाई यस्तो बनाएको कसले हो त डायमन्डले मेरो डायमन्डले हो मेरो वाइफले हो मैले दिएर हो चस्मा सब यो नलाउँदा अनि के कस्तो छु त नि यो नलाउँदा के अलवेज डाउन वाच मी अब 53rd बर्थडे मनाउने तिम्रोसँगै हो है त ह्यान्डसम म्यान 53rd तर गिफ्टहरू के आउँछ एक्सेप्ट गरिरहेको छु मैले 56 कहाँ 56 होइन 53rd ल यहाँ आइले टोपी दिनु भयो मम्मी र मलाई ल थ्याङ्क यू कसले दिनुभयो थ्याङ्क यू सो मच हजुरहरू कसलाई थाहा छ हाम्रो चाहिँ अञ्चलको न्यू कलरमा आएको छ ल आजबाट चाहिँ रिस्टक भएको छ क्रिमी कलरमा फेरि यो अञ्चलको छ नि कपडाहरू नि एउटा कम्फर्ट कस्तो हुँदो रहेछ पनि लाउनुसम्म लगाएर मम्मी हेर्नु मलाई के दिनु भर्खरै भयो यसो दाग साग लाग्यो भने फेरि पछि घरमा बस्दा लाउनलाई पनि एकदम के इजी जे काम गर्न सक्ने एकदम कम्फर्टेबल लाग्यो कि मलाई भित्र चाहिँ फर यस्तो छ यस्तो फरवाला हो सो हजुरहरूलाई चाहिँ के अरे छोराको ऊ भनेर होइन तर हजुरहरूलाई अर्डर गर्न मन छ भने चाहिँ हाम्रो अञ्चलको अञ्चल बाई दोना थापा इन्स्टाग्राममा पनि म्यासेज मार्फत हजुरहरूले अर्डर गर्न सक्नुहुन्छ अनि अञ्चलको वाट्सएपमा फोन गरेर वाट्सएप म्यासेज गरेर हाम्रो पेजमा वेबसाइटमा प्राइस कति छ भन्नुभएको छ प्राइसको लागि चाहिँ हजुरहरूले म्यासेज मार्फत नै बुझ्नु ल त्यस्तो महँगो छैन तर क्वालिटी चाहिँ बब्बाल छ यदि हजुरहरूले यो क्वालिटी लगेर हाम्रो ब्रान्ड लगेर भुवा आयो कलर गयो भने चाहिँ रिटर्न लिन्छौँ हामीले यति चाहिँ ल भन्दैमा फेरि अलिकति केयरलेस गर्नु हुँदैन है भन्नु पर्यो क्या होइन